नमस्कार। आज म तपाईहरुलाई रामायणको माता सबरीको प्रसंग सुनाउन गइरहेको छु। माता सबरीका गुरु ऋषि मतंग मुनि थिए र जब माता सबरी 9 वर्षकी भइन् तब मतंग मुनिले उनको गुरु भक्तिदेखि प्रसन्न भएर गुरुप्रति उनले गरेको सेवादेखि प्रसन्न भएर मतंग मुनिले माता सबरीलाई वरदान दिनुभयो कि तिम्रो कुटियामा एक दिन स्वयं भगवान श्री राम खाली खुट्टा भोकै र तिर्खै आउनुहुन्छ भनेर उहाँले भन्नुभयो। यति भनिराखेर मतंग मुनि परलोक सिधार्नु भयो। तर मतंग मुनिले कुन दिन राम आउनुहुन्छ भनेर सबरीलाई कुनै दिन तोक्नु भएन। त्यसैले बिचारा माता सबरीले प्रत्येक दिन बिहान उठेर बगैँचामा गएर रङबिरङ्गी फूलहरू टिपेर राम आउने बाटोमा फूलहरूले सजाउन थाल्नुभयो। मेरो भगवान राम आउँदाखेरि उनको खाली खुट्टामा काँडाले नबिजोस्, फुलै फुल होस् भनेर प्रत्येक दिन माता सबरीले फुल बिछाउन थाल्नुभयो। त्यसरी नै वनमा गएर मिठो मिठो बयरहरू टिपेर माता सबरीले ल्याउनुहुन्थ्यो ताकि भगवान श्री राम जब मेरो कुटियामा आउनुहुन्छ तब म उहाँलाई यो मिठो बयर खुवाउँछु भनेर उहाँले बयरहरू टिप्नुहुन्थ्यो। यसो गर्दा गर्दै उनी 90 वर्षको पुग्नुभयो। हेर्नु है, 9 वर्षदेखि 90 वर्षसम्म सबरी माताले प्रत्येक दिन त्यही काम गर्नुहुन्थ्यो, फुल टिप्नुहुन्थ्यो र बयर पनि टिप्नुहुन्थ्यो। र एक दिन जब स्वयं भगवान राम सबरीको आश्रममा आउनुभयो तब भगवान रामचन्द्रलाई, मर्यादा पुरुषोत्तम भगवान रामलाई आफ्नो अघि देखेर सबरीको आँखाबाट आँसुधारा झर्न थाल्यो र उनको आँसुले रामचन्द्रको चरण पखालियो। आज म धन्य भएँ प्रभु, मेरो यस कुटियामा आज तपाईको दर्शन भयो। म कति वर्षदेखि प्रतीक्षामा थिएँ भन्दै खुसी हुँदै बिचारा सेतै फुलेकी, दाँत पनि फुस्किसकेका, गाला सबै चाउरी परिसकेकी बुढी सबरीले रामचन्द्रलाई आफ्नो कुटियामा लिएर गइन्। राम र लक्ष्मण सँगै आउनु भएको छ आज माता सबरीको कुटियामा। अब रामचन्द्र भोकाउनु भएको होला भनेर सबरीले टिपेर ल्याएको बयर एक एकवटा गर्दै रामलाई खुवाउन थालिन्। उनले सर्वप्रथम बयरलाई स्वयं आफूले चाख्दै यदि त्यो बयर गुलियो छ भने चाहिँ रामचन्द्रलाई खिलाउँदै र अमिलो छ भने चाहिँ फ्याँक्दै यसरी आफ्नो जुठो बयर रामचन्द्रलाई खिलाउनु भयो। भगवान रामले पनि माता सबरीको जुठो बयर खान हिचकिचाउनु भएन। बुढी भइसकेकी, दाँत पनि फुस्किसकेको, मुखबाट राल चुइरहेको बुढीबाट पनि भगवान रामले जुठो बयर ग्रहण गर्नुभयो। हेर्नुहोस् त उहाँको कृपा, उहाँको लीला। भगवानले कहिले सानो ठुलो, धनी गरिब, बुढो बखरको कहिल्यै छुट्याउनु हुँदैन। भगवानले सधैँ त्यसको भक्तिलाई हेर्नुहुन्छ। सबरी सबर जातकी महिला थिइन्। उनी सार्की जातसँग उनको तालुक थियो र पनि एउटा सर्किनीको जुठो बयर भगवान रामले आज खानुभयो। भगवानले कहिले जातपात छुटाउनु हुँदैन। भगवानले कहिले उँचो नीच भन्नु हुँदैन। भगवानको दरबारमा, भगवानको शरणमा सबै भक्तहरू बराबर छन् भन्ने प्रमाण भगवान रामचन्द्रले दिनुभयो। यहाँबाट हामीले यही शिक्षा पाउनुपर्छ कि सबरीको जस्तो भक्ति गर्न सिक्नुपर्छ। हामी त कस्तो भक्ति गर्छौँ भने हाम्रो भक्ति चाहिँ केही कामनालाई लिएर गरेको भक्ति छ। हे शिवशङ्कर, हे भोलेनाथ, मेरो फलना काम बनाइदेऊ, म प्रत्येक सोमबार तपाईँको शिवलिङ्गमा जल चढाउँछु भनेर हामी कामना राख्छौँ। स्वयं जटामा गङ्गा धारण गर्ने भगवान शिवलाई तपाईँको 1 लोटा जलको खाँचो छ र? तपाईँ आफै सोच्नुहोस् त। त्यसैले कामना राखेर भक्ति नगरौँ, मुक्तिको लागि भक्ति गर्नुपर्छ। सबरीले जब रामसँग भेट भयो तब के उनले मेरो कुटियालाई महल बनाइदेऊ भनेर वरदान माग्नु भएन नि। उहाँले त मुक्तिको बाटो पाउनुभयो। रामचन्द्रसँग भेट भएपछि सबरीको मुक्ति भयो। भक्तिको अर्थ नै मुक्ति हो, कामना होइन। धन्यवाद।